हाई एभ्रिवान। सो तपाईँहरूले यो लुक त हेरि नै हाल्नुभयो होला। लाइक इन्टरनेट चाहिँ एकदम स्ट्रङ नै आएको थियो यो लुकले गर्दा है। र अब मैले चाहिँ के सोचेँ भन्दा अब हाम्रो वेडिङ सिजन अहिलेको लागि चाहिँ अब वेडिङ सिजन त सक्यो, तर अब न्युली वेड्स ब्राइडहरूको लागि चाहिँ हजुरहरूले अब हुन्छ नि बिहामा अथवा कतै जाँदाखेरि चाहिँ अलिक मजाले रेडी भएर जानुपर्ने छ, तर एकदम सिम्पल खालको गर्नुपर्ने छ भने चाहिँ आई थिङ्क यो लुक तपाईँहरूलाई एकदमै काम लाग्न सक्छ। बिकज यो चाहिँ एकदमै मैले गरिरहने लुकहरूमा पनि यो एकदम सिमिलर लुक छ है। र 2-3जनाले चाहिँ मलाई मेसेजमा रिक्वेस्ट पनि गर्नुभएको थियो कि यो लुक रिक्रिएट गर्नु भनेर, तर मसँग उहाँको जस्तो सेम प्लेन साडी एन्ड ज्वेलरी नभए पनि अलिकति नेपाली टच चाहिँ दिन ट्राई गरेको छु। हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नु होला है त। सो अब आइब्रोको लागि चाहिँ म यो गट टु बीको ग्लु लगाउँछु, बिकज त्यो लुकमा पनि एकदमै हुन्छ नि नेचुरल ब्राउजमै फोकस गरिएको छ र नेचुरल ब्राउजलाई नै फिल इन हल्का गरिएको छ। त्यसलाई अपोजिट डिरेक्सनमा कोर्ने अनि त्यसपछि आफ्नै जुन डिरेक्सन छ त्यसमा मजाले हजुरहरूले यसरी कोम गरिदिने, प्याचुला लिएर यसलाई मजाले प्रेस गर्ने। त्यो आइब्राउज मजाले एकछिन सेट हुँदाखेरि चाहिँ लेट्स डु फेस पहिला आज। र फेसको लागि चाहिँ म हजुरहरूलाई एकदमै अहिलेको लागि तपाईँहरूलाई एकदमै सिम्पल अप्सन जुन चाहिँ बिबी क्रिम छ म त्यो लगाएर देखाउँछु, बिकज बिबी क्रिमले पनि हामीले मेकअपहरू मजाले गर्न सकिन्छ। र बिबी क्रिम भनेको चाहिँ ब्युटी बेनिफिट क्रिम हो, एकदमै धेरै कभरेज दिने चाहिँ हुँदैन तर एकदमै ग्लो दिन्छ। सो यो बिबी क्रिम चाहिँ 3टा सेडमा आउँछ। एउटा चाहिँ आइभोरी ग्लो भनेर छ, यो अलिकति फेयर स्किन टोनलाई हुन्छ भने हनी ग्लो चाहिँ मिडियम स्किन टोन फेयर टु मिडियमलाई हुन्छ, एन्ड एम्बर ग्लो भन्ने चाहिँ अलिकति डार्क छ है। सो यो चाहिँ मलाई हुन्छ र म चाहिँ थोरै डार्कै लगाउन प्रिफर गर्छु, बिकज डार्कले चाहिँ अलिकति तपाईँको चाहिँ पिगमेन्टेसनहरू हाइड गर्नलाई पनि हेल्प गर्छ। अनि लेट एन्डको सनस्क्रिन लगाइसकेको छु, एज यु क्यान सी एकदम ग्लो पनि आएको छ र म यतिकै नै मेकअप गर्न लाग्छु। बट अब यो बिबी क्रिमले चाहिँ अलिकति मेरो यो दागहरू चाहिँ हल्का नछोप्ला न्युट्रलाइज नगर्ला भनेर चाहिँ म आज अरेन्ज करेक्टर चाहिँ होइन, म पिच लाउँदैछु। अरेन्ज चाहिँ अब बिबी क्रिममा मिक्स होला, बिकज बिबी क्रिम एकदमै लाइट हुन्छ। लाउँदैछु फ्रम हुडा ब्युटी। एकदमै हुन्छ नि धेरै थिक पनि छैन, सो यो बेस्ट फर ड्राई स्किन भनेको छु। तर तपाईँहरूले ओइली स्किनले चाहिँ लाउनै नमिल्ने चाहिँ हुँदैन ल। सो बिबी क्रिमहरू चाहिँ तपाईँले यसरी हातले नै लगाउन पनि मिल्छ है। लाइट वेट हुने भएकोले चाहिँ म मेरो हातले नै यसलाई मजाले सबैतिर फैलाइदिन्छु फेसमा। मेरो सबै दाग चाहिँ एकदम कम्प्लिटली छोपेको चाहिँ छैन, बट नो वरिज। यो माथि हामीले फेरि हल्का कन्सिलर लगाएर अथवा कतिजना चाहिँ दाग देखियोस् तर अलिकति नेचुरल ग्लो आओस् जस्तो हुन्छ भने मलाई चाहिँ त्यस्तै हुन्छ है। दाग देख्यो नि केही पनि फरक पर्दैन, डार्क सर्कल छ नि त होइन। सो डार्क सर्कललाई चाहिँ थोरै हाइड गर्नको लागि म कन्सिलर चाहिँ लिन्छु। कन्सिलरमा लोरियलको इन्फेलेबल कन्सिलर लिएर अन्डर आईमा मात्रै लगाइदिन्छु। अब यो बिबी क्रिम अलिकति भयो नि डार्क भएको छ मलाई है, सो थोरै लाइट कन्सिलर यसरी लिदिउँ भने ठ्याक्क तपाईँको यो ब्यालेन्समा आइहाल्छ क्या फेस। सो यो मैले मजाले सेट हुन दिएँ, म एकछिन खाजा खाँदै थिएँ है। र तपाईँहरूले चाहिँ यो हुन्छ नि फाउन्डेसन बिबी क्रिमहरू चाहिँ राम्रोसँग सेट भएर अनि पाउडर युज गर्नुभयो भने चाहिँ लेस केकी हुन्छ। अब यो बिबी क्रिमलाई थोरै सेट पनि गरौँ। म चाहिँ लोरा मर्सीको यो पाउडर युज गर्दैछु। सो पाउडर चाहिँ म अलिकति धेरै लाउँछु। रश्मिकाको भिडियोहरू हेर्दाखेरि चाहिँ अलि हुन्छ नि कन्टोर्ड फेस जस्तो देखिन्छ है। सो म त्यसको लागि चाहिँ मेकअप फरएभरको ब्रोन्जर युज गर्दैछु। तर ब्लस एकदमै आई थिङ्क थोरै युज गरेको छ। सो पहिला म ब्रोन्जर युज गर्छु। ब्लसको लागि चाहिँ म नार्सको डिजायर भन्ने सेड युज गर्दैछु। दिस इज एकदमै लाइट पिङ्क, सो धेरै हार्स पनि देख्दैन। भिडियो हेरेर जुम गरेर के गरेर रहेछ भनेर चाहिँ हुन्छ नि आफैले विचार गरेर यो लुक यस्तो यस्तो गरेर रहेछ भन्ने कुरा चाहिँ मैले आफैले पत्ता लगाएर अनि मैले ट्राई गरिरहेको छु है। अब हाइलाइटरको लागि डियोरको ब्याक स्टेज हाइलाइटर नै युज गर्छु आज। धेरै पिङ्कवाला लगाउँदिनँ किनकि त्यो बेलुकाको इभेन्ट थियो र फोटोहरूमा चाहिँ एकदमै ग्लोई लुक देखाएको थियो। म एल्फको कन्सिलर युज गर्दैछु इन द सेड लाइट बीज। आई मेकअप चाहिँ मैले नै गर्ने खालको जस्तो छ, एकदम ब्राउन कलरहरू खेलाएको छ त्यो आइजमा, आई लुकमा है। सो त्यसको लागि चाहिँ म पिलुईको वेडिङ प्यालेट
वेडिङ विश एक्सएल भन्ने प्यालेट युज गर्दैछु र सिमरको लागि चाहिँ मैले यसो हेर्दाखेरि चाहिँ अलिकति डार्क ब्राउन खालको सिमरहरू देखिरहेको छ आँखामा अलिकति लाइट ब्राउनबाट स्टार्ट गरौँ धेरै डार्क ब्राउन पनि छैन सो हल्का योभन्दा थोरै सेम ब्रसले चाहिँ धेरै पनि नगरौँ है यति गरेर चाहिँ म अब ब्राउन सिमरी लगाउँछु ब्राउन अलिक कपर खालको अब हेर्नु एक्ज्याक्ट सेम त हाम्रो हुँदैन कहिले पनि हैन बिकज लाइट पनि म्याटर गर्छ अनि त्यसपछि अब कुन चाहिँ ब्रान्ड के चलाएको हुन्छ उनीहरूले हामीलाई थाहा हुँदैन सो त्यसपछि हो यसरी नै मैले चाहिँ मेकअप यसरी नै सिकेको हेर्नुहोस् हुन्छ नि फोटो भिडियोहरू यसरी हेर्दै कस्तो खालको आई मेकअपहरू लगाएको रहेछ कस्तो खालको हुन्छ नि सिमरहरू लगाएको रहेछ कस्तो लुक गरेको रहेछ भनेर चाहिँ म पहिल्यैदेखि खुब हेर्थेँ सो तपाईँहरूले मेरो अब धेरै स्टार्टिङदेखिको फेजको फोटोहरू हेर्नुभयो भने चाहिँ रिक्रिएसन फोटोजहरू चाहिँ एकदम धेरै देख्नुहुन्छ र अब हामीसँग क्लासहरू लिँदाखेरि पनि सेम टेक्निक अप्लाई हुने हो कि तपाईँले क्लासमा त प्रोसेस सिक्ने हो है सो एभ्री टाइम तपाईँले चाहिँ जति प्र्याक्टिस गर्नुहुन्छ नि त्यति नै मेकअप तपाईँको राम्रो हुन्छ सो गाजलको लागि चाहिँ म आज पुजेयर भन्ने ब्रान्ड युज गर्दैछु यो गाजल चाहिँ हाम्रो मेकअप क्लासमा 5 डेज क्लासमा अथवा हाम्रो 1 मन्थ क्लासमा चाहिँ स्टुडेन्टहरूको लागि ल्याएको गाजल हो यो आज म यसरी नै त्यो आई लुक क्रिएट गरेर देखाउँछु है एउटा मात्रै गर्ने बिकज आजको गाजलहरू चाहिँ एकदमै छिटो सेट भइदिन्छ त्यहाँनिर अलिकति गाजल चाहिँ एकदम इन्टेन्स मुख गरेछ गाजल नै है त्यस्तो पुरै त होइन सो म ब्ल्याक त होइन भन्दा थोरै लाइट र थोरै आई थिङ्क त्यहाँ थोरै त्यस्तो धेरै पनि होइन थोरै विङ जस्तो देखाएको थिएँ मैले है इन्टेन्स अझै देखाउनको लागि चाहिँ यु क्यान डु दिस है त्यसपछि विल डु तलको पार्ट यो गाजल एकदम सफ्टली ग्लाइड हुन्छ थोरै म यसरी बाहिर निकाल्छु आई ब्लेन्ड इट सफ्ट पार्नको लागि चाहिँ अलिकति ठुलो ब्रसले यु क्यान जस्ट यसरी चाहिँ ब्लेन्ड गरिदिइरहनु भएको हुन्छ मैले इनर कर्नरमा हाइलाइट गरेको देखिनँ सो म यसलाई यतिकै नै छोड्नेवाला छु त्यसो मस्काराको लागि चाहिँ म फेरारोसीको मस्कारा युज गर्दैछु चित्त बुझ्दैन ब्लस नथपिकन है सो मैले चाहिँ अलिकति यो ब्लसलाई थोरै इन्टेन्स देखाउनको लागि चाहिँ इनसाइडको बेक्ड ब्लस युज गरेँ ओके यति त भयो अब ब्राउको लागि चाहिँ ब्राउ म एकदमै थोरै मात्रै फिल गर्छु त्यसको लागि चाहिँ म क्रायोलोनको यो आइब्राउ पाउडर युज गर्छु म जुन चाहिँ म मेरो क्लाइन्टहरूको लागि एकदम धेरै युज गर्छु है हेरेर थाहा हुन्छ कि कुन कलर धेरै युज हुन्छ भनेर लिप्स पिगमेन्टेड नै छ र यहाँ मेरो प्यालेटमा भएको अलिकति कन्सिलर चाहिँ म यो कलर चाहिँ मजाले आओस् भनेर यसरी लगाउँदैछु र अहिले लिप लाइनरको लागि चाहिँ म प्याकबाट यो ब्राउन लिप लाइनर युज गर्दैछु सो म यो लिप्स पुरै नै यो कलर लगाउँछु भाइनलिङ यतिकै लाउँदाखेरि चाहिँ मेरो लिप्समा राम्रोसँग देखिँदैन सो केही कलर चाहिँ हुनुपर्छ र भाइनलिङ लाउँदाखेरि तपाईँले यसरी मजाले सेड गर्नुपर्छ यसलाई सेड चाहिँ लिपी भन्ने सेड हो आज अर्बन डिकेको यो अल नाइटर छर्दैछु